नमस्ते सबैजनालाई। आज म सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको ओल्ड क्वेसन 2078 मा सोधेको प्रश्नहरूको प्रश्न उत्तरहरू सल्लाह गर्न गइरहेकी छु। प्रश्न नम्बर 1 हेरौँ है त। प्रश्नमा के भनेको छ भने आरसीसी सेक्सन वेयर द स्टील एन्ड कन्क्रिट बोथ रिच्ड देयर म्याक्सिमम पर्मिसिबल भ्यालु अफ द स्ट्रेस एट सेम टाइम भनेर भनेको छ। अब हामीलाई थाहा छ आरसीसी सेक्सनहरू चाहिँ तीनटा किसिमका हुन्छन्, एउटा अन्डर रेन्फोर्समेन्ट, ओभर रेन्फोर्समेन्ट, ब्यालेन्स सेक्सन। यो क्वेसनमा दिए जस्तै अब दुईटैले चाहिँ सेम टाइममा आफ्नो स्ट्रेस रिच्ड गर्छ, पर्मिसिबल भ्यालु रिच्ड गर्छ भन्यो भने चाहिँ त्यो अब ब्यालेन्स सेक्सन हुन्छ भनेर हामी सबैलाई थाहै छ। त्यसको एन्सर चाहिँ ब्यालेन्स सेक्सन हुने भयो। अनि त्यसपछि अर्को प्रश्न नम्बर 3 मा जाउँ है त। डब्ली रेन्फोर्समेन्ट आरसीसी बीम इज प्रोभाइडेड विथ अनि अप्सन ए मा चाहिँ यसको रेन्फोर्समेन्ट इन कम्प्रेसन जोन ओन्ली, बी मा डबल अमाउन्ट अफ रेन्फोर्समेन्ट, अनि सी मा चाहिँ रेन्फोर्समेन्ट इन कम्प्रेसन जोन एज वेल एज टेन्सन जोन भनेर भनेको छ। अब डब्ली र सिङ्गली गरेर रेन्फोर्समेन्टहरू चाहिँ डब्ली र सिङ्गली गरेर दुई किसिमका हुन्छन्। अनि त्यसपछि अब डब्ली रेन्फोर्समेन्टमा चाहिँ अब रेन्फोर्समेन्ट इन ओन्ली कम्प्रेसन जोन ओन्ली भनेको छ, त्यो हो त होइन। अनि बीमा डबल अमाउन्ट अफ रेन्फोर्समेन्ट प्रयोग गरिन्छ त, त्यो पनि होइन। यसको एन्सर हुन्छ सी, रेन्फोर्समेन्ट इन कम्प्रेसन जोन एज वेल एज इन टेन्सन जोन। यसमा चाहिँ रेन्फोर्समेन्ट चाहिँ कम्प्रेसन जोनमा पनि प्रयोग गरिन्छ र टेन्सन जोनमा पनि प्रयोग गरिन्छ। अब अप्सन 3 मा हेरौँ, क्वेसन नम्बर 3 मा सरी। द डायमिटर अफ लङ्गिट्युडनल बार अफ कोलुम सुल्ड नेभर बी लेस देन भनेको छ। अब यो सबैभन्दा भाइरल क्वेसन हो भनेर भन्न पनि मिल्यो। धेरै प्रदेशका एक्जामहरूमा, सङ्घका एक्जामहरूमा यो क्वेसन चाहिँ मस्ट देख्न मिल्छ। 12 mm यसको एन्सर। अब क्वेसन नम्बर बी, अ टेम्पररी रिजिड स्ट्रक्चर ह्याभिङ प्लेटफर्म टु इनेबल मेसन्स टु वर्क एट डिफ्रेन्ट स्टेज अफ अ बिल्डिङ इज नन एज स्काफोल्डिङ। यसको एन्सर हुन्छ स्काफोल्डिङ। अब अप्सनहरूमा डेड सोरिङ, र्याङ्किङ सोरिङ, अन्डरपिनिङ दिएको छ, तर यसको एन्सर हुन्छ स्काफोल्डिङ। स्काफोल्डिङ चाहिँ अब हामीले कति बेला युज गर्ने भनेर भन्दाखेरि चाहिँ 1.5 मिटरभन्दा बढी हाइट भयो भने चाहिँ हामीले स्काफोल्डिङ युज गर्छौँ। यसले चाहिँ वर्करहरूलाई चाहिँ वर्किङ प्लेटफर्म प्रदान गर्ने गर्छ, सहजता प्रदान गर्ने गर्छ, त्यसैले चाहिँ स्काफोल्डिङको युज गरिन्छ। अब प्रश्न नम्बर 3 मा, द एलिमेन्ट द्याट कन्ट्रिब्युट टु अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ इज भनेर भनेको छ। अप्सनमा सियर वाल, वाल ओपनिङ, स्टेयरकेस, पार्टिसन्स वाल भनेर अप्सनहरू छ। यसको राइट एन्सर हुन्छ सियर वाल। सियर वालको मेन अब्जेक्टिभ अथवा मेन फङ्सन बनाउनुको मेन उद्देश्य नै यसले अर्थक्वेक रेसिस्ट गर्न सकोस् भनेर हो। यसले चाहिँ ल्याटरल फोर्सहरूलाई चाहिँ रेसिस्ट गर्ने काम गर्छ, सेस्मिक लोडहरूलाई रेसिस्ट गर्ने काम गर्छ, हाम्रो स्ट्रक्चरको स्टिफनेस बढाउने काम गर्छ। अनि त्यसपछि यो चाहिँ एक भर्टिकल मेम्बर हो। अब कोलुम पनि भर्टिकल मेम्बर हो भनेर भन्न सक्ने भयो, तर अब कोलुम भन्दा चाहिँ यो अलि फरक हुन्छ किनकि यसको लम्बाइ बढी हुन्छ। यसलाई चाहिँ अब नेपाल जुन स्ट्रक्चरको जुन ठाउँमा पनि राख्न सकिन्छ, तर धेरै जसो मात्रामा चाहिँ सिमेट्रिक ठाउँमा राखिन्छ। जस्तै कि सेक्सन काट्दाखेरि चाहिँ दुवै ठाउँमा बराबर देखियोस् त्यसरी राखिन्छ। जनरली नेपालमा चाहिँ मैले सिँढीको नजिक नै राखेको देखेकी छु। अब यसपछि प्रश्न नम्बर 6 मा जाउँ। अन अ ग्राइन्डिङ कर्भ अफ एग्रिगेट ग्याप ग्राइन्डिङ इज रिप्रेजेन्ट बाई भनेर भनेको छ। यसको प्रश्न नम्बर अनि यसको अप्सन ए मा होरिजेन्टल लाइन, बी मा भर्टिकल लाइन, सी मा यान डब्लु इन्क्लाइन्ड अनि डी मा चाहिँ यान ई इन्क्लाइन्ड लाइन भनेर भनेको छ। यसको अप्सन हुन्छ होरिजेन्टल लाइन। ग्याप ग्राइन्डिङको लागि होरिजेन्टल लाइन, अनि त्यसपछि सेम साइजको छ भने चाहिँ भर्टिकल, अनि युनिफर्म ग्राइन्डिङको अलग अलग साइजको युनिफर्म ग्राइन्डिङको
लागि चाहिँ हाम्रो इन्क्लाइन लाइनको युज गरिन्छ। अब प्रश्न नम्बर 7 मा अन्डर स्ट्र्याप फुटिङ इन्डिभिजुअल फुटिङ इज कनेक्टेड बाई स्ट्र्याप बिम। यसको अप्सन अब हामी सबैलाई थाहा भएकै कुरा हो। अनि अर्को छ द म्याक्सिमम सेल्फ क्लिनिङ भेलोसिटी अफ वाटर सप्लाई पाइप इन मेन्टेन एट। अप्सन ए मा छ 0.5 मिटर पर सेकेन्ड, अप्सन बी मा छ 1 मिटर पर सेकेन्ड, अप्सन सी मा छ 1.2 मिटर पर सेकेन्ड, अप्सन डी मा छ 0.6 टु 0.99 मिटर पर सेकेन्ड। यसको राइट अप्सन हुन्छ डी 0.2 टु 0.9 मिटर पर सेकेन्ड। अब अर्को प्रश्न नम्बर 9 मा जाउँ है त। प्रश्न नम्बर 9 मा छ द जियोलोजिक formations which is neither porous nor permeable and hence neither contain nor yield groundwater is termed as भनेर भनेको छ। अप्सन यसको अप्सन ए मा छ एक्युक्लुड, अप्सन बी मा छ एक्युफेयर, एक्युट्रेन्ड, अप्सन डी मा छ एक्युफग भनेर भनेको छ। अब यो हामी सबैलाई थाहा भएको कुरा एक्युफग यसको राइट एन्सर हुन्छ। अनि त्यसपछि प्रश्न नम्बर 10 मा द मोस्ट इम्पोर्टेन्ट मेथड अफ क्यालकुलेटिङ डिस्चार्ज फर प्लानिङ अ वाटर सप्लाई प्रोजेक्ट इज भनेर भनेको छ। यसको प्रश्न नम्बर 1 मा भेलोसिटी एरिया मेथड, अप्सन नम्बर 2 मा वेयर और स्पिलवे मेथड, अप्सन नम्बर सी मा चाहिँ युज अफ भेन्चुरिमिटर, अप्सन नम्बर डी मा चाहिँ युजिङ पावर प्लान्ट कन्ज्युम्सन। यसको राइट एन्सर हुन्छ भेलोसिटी एरिया मेथड। अनि त्यसपछि प्रश्न नम्बर 11 मा जाउँ। पिएच भ्यालु अफ ड्रिङ्किङ वाटर सुल्ड बी भनेर भनेको छ 0.6 टु 0.8 सरी 6.5 टु 8.5, 5.5 टु 7, 1 टु 9.5, 5.5 टु 9.5 भनेर भनेको छ। यसको राइट एन्सर हुन्छ 6.5 टु 8.5। अब प्रश्न नम्बर 12 मा द सेप अफ क्यानल डिपेन्ड अन क्यानलको सेप चाहिँ केमा डिपेन्ड हुन्छ भनेर भनेको छ। वाटर डिस्चार्ज, लेन्थ अफ क्यानल, साइड स्लोप अफ सोइल टाइप्स, नन अफ द एबभ। यसको राइट एन्सर हुन्छ सी साइड स्लोप अफ सोइल टाइप्स। प्रश्न नम्बर 3 मा जाउँ। इफ ए इज द एरिया अफ फ्लो, पी इज द वेटेड पेरिमिटर एन्ड टी इज द टप विड्थ अफ द फ्लो, द हाइड्रोलिक डेप्थ इज डिफाइन्ड एज। यसको एन्सर हुन्छ ए बाई पी। प्रश्न नम्बर 14 मा द मोस्ट सुइटेबल लोकेसन अफ क्यानल हेड वर्क इज। ए मा छ बोल्डर स्टेज अफ द रिभर, बी मा छ डेल्टा स्टेज अफ द रिभर, सी मा थ्रग स्टेज अफ द रिभर, डी मा छ रकी स्टेज अफ द रिभर। यो पनि मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। अघिको त्यो 12 mm पछि 12 mm जस्तो यो पनि धेरै इक्जामहरुमा आएको क्वेसन हो। अनि त्यसपछि यसको राइट एन्सर हुन्छ थ्रग स्टेज अफ रिभर। प्रश्न नम्बर 15 मा द क्रप द्याट निड अ लट अफ वाटर आर। अब कुन क्रपलाई चाहिँ धेरै वाटर चाहिन्छ भनेर भनेको छ। यसको राइट एन्सर हुन्छ राइस एन्ड व्हिट। अनि त्यसपछि प्रश्न नम्बर 16 मा जाउँ। मोस्टली युज रोड इन नेपाल भनेर भनेको छ। अप्सन नम्बर ए मा अर्थेन रोड, अनि डब्लुबिएम रोड, बिटुमिन रोड, अप्सन नम्बर डी मा सिमेन्ट कन्क्रिट रोड छ। यसको राइट एन्सर हुन्छ अर्थेन रोड। अब प्रश्न नम्बर 17 मा जाउँ। अकर्डिङ टु यानारास 2070 विच अफ द फ्लोइङ ह्याभ द सेम पिसियु, बाइसाइकल एन्ड रिक्सा होइन, अटो रिक्सा एन्ड ट्र्याक्टर होइन, सीमा ट्र्याक्टर विथआउट ट्रेली एन्ड रिक्सा हो। यसको राइट एन्सर चाहिँ अर्थात् यसको राइट एन्सर ट्र्याक्टर विथआउट ट्रेली एन्ड रिक्सा। इन दुईटाको चाहिँ सेम पिसियु हुन्छ। अब प्रश्न नम्बर 18 मा जाउँ। अ पोर्सन्स अफ ट्राफिक वे और रोड वे युज बाई द पेडल बाइसाइक्लिस्ट ओन्ली इज कल्ड भनेको छ। यसको अब हामी सबैलाई थाहा भएको कुरा हो साइकल ट्र्याक। अनि त्यसपछि प्रश्न नम्बर 19 मा द पोजिसन्स अफ बेस कोर्स इन फ्लेक्सिबल पेभमेन्ट इज भनेको छ। अब फ्लेक्सिबल पेभमेन्टमा चाहिँ बेस कोर्स
कहाँनिर हुन्छ भनेर भनेको छ। अब सबैभन्दा तल चाहिँ हाम्रो सब ग्रेड हुने भयो, अनि त्यसपछि सब बेस हुने भयो, अनि त्यसपछि बेस कोर्स हुने भयो। अब हामीलाई यहाँ सब ग्रेड सोधेको, सब बेस सोधेको छ। सब बेस चाहिँ हाम्रो बेस कोर्स सोधेको छ, अनि बेस कोर्स चाहिँ हाम्रो ठ्याक्क सब बेसको माथि हुने भयो नि त, त्यसैले ओभर द सब बेस भनेर यसको राइट आन्सर चाहिँ अप्सन ए हुन्छ। भोल्युम अफ कन्क्रिट इज मेजर बाई भनेर भनेको छ। अप्सन एमा चाहिँ क्युबिक मिटर, अप्सन बीमा स्क्वायर मिटर, अप्सन सीमा मिटर, अप्सन डीमा नन अफ द एबभ। यसको राइट आन्सर हुन्छ क्युबिक मिटर। अनि त्यसपछि 21 मा चाहिँ द वेट अफ वाटर, वेट अफ 10 mm माइल स्टिल, सरी वेट अफ 10 mm माइल स्टिल रड पर मिटर लेन्थ इज इक्वल टु भनेर भनेको छ। अनि यसको अप्सनमा चाहिँ 0.22 kg, 0.32 kg, 0.421 kg, अनि त्यसपछि अप्सन डीमा चाहिँ 0.62 kg हुन्छ। यसको राइट आन्सर चाहिँ डी नै हुन्छ। यसको चाहिँ फर्मुला अनुसार हामीले निकाल्न सक्छौँ। यसको फर्मुला चाहिँ डी स्क्वायर बाई 162 हुन्छ। अनि त्यसपछि अब डीको ठाउँमा चाहिँ 10 लाई राख्नु पर्यो, अनि त्यो मल्टिप्लाई गरेर त्यसको एन्सर चाहिँ यो 0.62 आउने भयो। अब क्वेसन नम्बर 22 मा जाउँ। वर्किङ आउट द एक्ज्याक्ट क्वान्टिटी अफ भेरियस आइटम्स अफ वर्क इज नन एज भनेछ। यसको अप्सन ए इस्टिमेटिङ, अप्सन बी मेजरमेन्ट, अप्सन सी क्वान्टिटी सर्भिङ, अप्सन डी भ्यालुएसन्स। यसको राइट आन्सर हुन्छ क्वान्टिटी सर्भिङ। अनि त्यसपछि क्वेसन नम्बर 23 मा द हाइट अफ द सिङ्क अफ वास बेसिन एबभ फ्लोर लेभल इज किप्ड भनेको छ। अप्सन एमा चाहिँ 60 cm, अप्सन बीमा 70 cm, अप्सन डीमा चाहिँ 75 to 80 cm, अप्सन डीमा चाहिँ 85 cm भनेको छ। यसको राइट आन्सर 75 to 80 cm हुन्छ। अनि त्यसपछि अर्को अप्सन प्रश्न नम्बर 24 मा द अमाउन्ट अफ मनी डिपोजिट बाई इन्टरेस्टेड बिडर्स व्हेल बिडिङ अ टेन्डर एज ग्यारेन्टी इज नन एज। यसको एन्सर अप्सन छ इयरनेस्ट मनी, पर्फर्मेन्स बोन्ड, सेक्युरिटी मनी, अनि रिटेन्सन मनी छ। यसको राइट एन्सर चाहिँ इयरनेस्ट मनी हो। यो चाहिँ इन्ट्रेस्टेड बिडर सबैले दिनुपर्ने हुन्छ। अनि अब प्रश्न नम्बर 25 मा द मिनिमम डे अफ टेन्डर नोटिस पिरियड इज केस अफ सिल क्वाटेसन भनेको छ। यसको राइट एन्सर चाहिँ 15 डे हुन्छ। प्रश्न नम्बर 26 मा जाउँ। फाइनल टेक्निकल अथोरिटी अफ प्रोजेक्ट लाए विथ अप्सन एमा चाहिँ एसिस्टेन्ट इन्जिनियर, अप्सन बीमा चाहिँ एक्जिक्युटिभ इन्जिनियर, अप्सन सीमा चाहिँ सुपरिन्टेन्डिङ इन्जिनियर, अप्सन डीमा चाहिँ चिफ इन्जिनियर। यसको राइट एन्सर हुन्छ डी चिफ इन्जिनियर। 27 मा प्रश्न नम्बर 27 मा द रिपोर्ट प्रिपेयर एट द इन्ड अफ फिनिसिङ अ कन्स्ट्रक्सन्स जब इज कल्ड फाइनलाइजेसन्स रिपोर्ट, एप्रुभल रिपोर्ट, सीमा अडिट रिपोर्ट, डीमा चाहिँ कम्प्लिसन्स रिपोर्ट छ। यसको राइट एन्सर हुन्छ कम्प्लिसन रिपोर्ट। अनि त्यसपछि प्रश्न नम्बर 28 मा छ पिआरटी इज, अब पिआरटी भनेको एक्टिभिटी ओरिएन्टेड हो कि इभेन्ट ओरिएन्टेड हो कि टाइम ओरिएन्टेड हो कि रिसर्च ओरिएन्टेड हो भनेर सोधेको छ। अनि पिआरटीको चाहिँ इभेन्ट ओरिएन्टेड हुन्छ। अब यसमा चाहिँ मैले कसरी अब सिपिएम र पिआरटी भन्ने हुन्छ। अब सिपिएम चाहिँ हाम्रो एक्टिभिटी ओरिएन्टेड हुन्छ, पिआरटी भनेको चाहिँ इभेन्ट ओरिएन्टेड। अब दुईटा छ, अनि यसमा चाहिँ कसरी फर्स्टमा चाहिँ झुक्किन्छ नि त मान्छे, अनि कसरी याद गर्ने भन्दाखेरि चाहिँ मैले पिआरटीमा ई छ, अनि ई त्यही भएर यो इभेन्ट ओरिएन्टेड हुन्छ भनेर त्यसरी याद गरेकी थिएँ। प्रश्न नम्बर 29 मा हु इज द मेम्बर सेक्युरिटी अफ प्लानिङ एन्ड बजेटिङ कम्पिटेटिभ अफ लोकल लेभल भनेको छ। एमा चाहिँ मेजर अफ चेयरपर्सन, अनि बीमा चाहिँ चिफ एडमिनिस्ट्रेटिभ अफिसर, सीमा चाहिँ प्लानिङ सेक्सन अफिसर, अनि डीमा चाहिँ टेक्निकल सेक्सन अफिसर भनेर अप्सन छ। यसको राइट एन्सर हुन्छ प्लानिङ सेक्सन अफिसर। प्रश्न नम्बर 30 मा निजामती कर्मचारीले आर्थिक वर्ष समाप्त भएको कति दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्छ भनेर भनेको छ। यसको राइट एन्सर 2 महिना अथवा 60 दिन। अब यो हामी सबैलाई थाहा भएको कुरा हो। अब
प्रश्न नम्बर 31 मा एन इनबार टेप इज मेड अफ एलोय अफ कपर एन्ड स्टिल छ ए मा, बी मा स्टिल एन्ड ब्रास, सी मा ब्रास एन्ड निकेल, डी मा चाहिँ निकेल एन्ड स्टिल छ। यसको राइट एन्सर निकेल एन्ड स्टिल हुन्छ। अनि प्रश्न नम्बर 32 मा चाहिँ थेडोलाइट इज युज फर मेजरिङ होरिजेन्टल डिस्टेन्स, बी मा मेजरिङ एङ्गल, सी मा मेजरिङ हाइट, डी मा अल अफ दि एबभ। अब के हुन्छ यसको आन्सर? मेजरिङ होरिजेन्टल डिस्टेन्स, थेडोलाइट डिस्टेन्स मेजर गर्छ त गर्दैन। बी मा मेजरिङ एङ्गल हो, थेडोलाइटले चाहिँ एङ्गल मेजर गर्ने भयो। प्रश्न नम्बर 33 मा जाउँ। द मेथड मोस्ट सुइटेबल फर प्लटिङ इन हिल्ली एरिया भनेर भनेको छ। यसको राइट एन्सर हुन्छ इन्टरसेक्सन मेथड। यो चाहिँ धेरै मोस्ट सुइटेबल हो हिल्ली एरियाको लागि। अब प्रश्न नम्बर 34 मा प्रोबेबल एक्सिडेन्टल इरर इन प्रिसियस लेभलिङ एज रिकमेन्डेड बाई इन्टरनेसनल जियोडेटिक एसोसिएसन सुड नट एक्सिड। यसको राइट एन्सर हुन्छ ±1 kmm। अब प्रश्न नम्बर 35 मा जाउँ। प्रश्न नम्बर 35 मा भनेको छ फाइन एग्रिगेट आर अफ द स्मलर साइज देन। अप्सन नम्बर ए मा छ 4.75 mm, बी मा 4.50 mm, सी मा 4.25 mm, डी मा चाहिँ 4.00 mm छ। यसको राइट एन्सर हुन्छ 4.75 mm। विच अफ द 36 मा चाहिँ विच अफ द फ्लोइङ सेडिमेन्ट्री रक्स चेन्ज इन्टु द क्वार्ट्ज बाई मेटामोर्फिक एक्सन भनेर भनेको छ। यसको राइट एन्सर हुन्छ स्यान्डस्टोन। अब प्रश्न नम्बर 37 मा द इनिसियल सेटिङ अफ सिमेन्ट इज कज बाई द फर्मेसन अफ भनेर भनेको छ। यसको अप्सनमा डाइक्याल्सियम सिलिकेट, ट्राइक्याल्सियम सिलिकेट, ट्राइक्याल्सियम एल्युमिनेट छ। अनि त्यसपछि यसको राइट एन्सर हुन्छ ट्राइक्याल्सियम एल्युमिनेट। अब ट्राइक्याल्सियम एल्युमिनेटले चाहिँ इनिसियल सेटिङ गराउने काम गर्छ, अनि ट्राइक्याल्सियम सिलिकेटले इनिसियल स्ट्रेन्थ दिन्छ भने डाइक्याल्सियम सिलिकेटले चाहिँ अल्टिमेट सेटिङ गराउँछ भन्ने हामीलाई थाहा नै छ। अनि त्यसपछि अब क्वेसन नम्बर 38 मा टार्पेन्टाइल ओइल इज युज इन पेन्ट एज अ थिनर। टार्पेन्टाइल ओइल चाहिँ हाम्रो पेन्टमा थिनरको रूपमा प्रयोग गरिन्छ। प्रश्न नम्बर 39 मा इन अ सिम्पली सपोर्टेड आरसिसी बीम द टेन्सन जोन लाई इन द बटम। सिम्पली सपोर्टेड आरसिसी बीममा चाहिँ टेन्सन जोन बटममा लाई हुन्छ भने क्यान्टिलिभर बीममा चाहिँ टपमा लाई हुन्छ। अनि त्यसपछि 40 को चाहिँ द एन्चर्ड भ्यालु अफ स्ट्यान्डर्ड यू टाइप्स हुक्स अफ द रेन्फोर्सिङ बार अफ डायमिटर डी इज टेन्सन इज डी इन टेन्सन इज भनेर भनेको छ। अप्सन नम्बर ए मा चाहिँ 4D, अप्सन नम्बर बी मा चाहिँ 8D, अप्सन नम्बर सी मा चाहिँ 12D, अप्सन नम्बर डी मा चाहिँ 16D छ। यसको राइट एन्सर हुन्छ 16D। अनि त्यसपछि 41 को इन अर्डर टु डिटरमाइन वेदर अ कोलुम इज लङ और सर्ट वान सुड बी। अब हामीले कोलुमलाई चाहिँ कसरी डिटरमाइन गर्न सक्छौँ भनेर भनेको छ। अब त्यसको सिलिन्डरनेस रेसियोको आधारमा नै हामीले डिटरमाइन गर्ने हो कोलुमलाई। अनि अब प्रश्न नम्बर 42 मा अ ट्याङ्क कन्टेन 1 मिटर डिप वाटर विथ 0.5 मिटर डेप्थ अफ ओइल अफ द स्पेसिफिक ग्राभिटी 0.9 एबभ इट्स द इन्टेन्सिटी अफ प्रेसर एट द बटम अफ ट्याङ्क विल बी भनेर भनेको छ। अब यो चाहिँ न्युमेरिकल हो। अब हामीलाई चाहिँ प्रेसर निकाल भनेको छ, बटम अफ ट्याङ्कको प्रेसर निकाल्ने भनेर भनेको छ। अब त्यसमा चाहिँ कुनै ट्याङ्कमा वाटर र ओइल छ अरे, अनि त्यसमा चाहिँ 1 मिटरसम्म वाटर छ, 0.5 मिटरसम्म ओइल छ। ओइलको स्पेसिफिक ग्राभिटी दिएको छ। अब हामीलाई वाटरको स्पेसिफिक ग्राभिटी थाहा नै छ। अब प्रेसर निकाल्ने फर्मुला पनि हामीलाई थाहा नै छ। त्यसरी दुईटाको अलग अलग प्रेसर निकालेर दुईटालाई एड गरेपछि अनि तिनीहरूको यो के अरे बटम अफ ट्याङ्कको प्रेसर आउने भयो। यसको राइट एन्सर चाहिँ 14.5 kg/मिटर स्क्वायर हुन्छ। अनि त्यसपछि अब 43 को बल्क मोडुलस अफ आइडियल फ्लुइड इज भनेको छ। अनि यसको चाहिँ अप्सनमा नेगेटिभ, 0, इन्फाइनाइट, इमेजिनरी भनेको छ। अनि त्यसपछि
यसको राइट एन्सर चाहिँ सी हुन्छ। किन भन्दाखेरि हाम्रो आइडियल फ्लुइड चाहिँ इन्कम्प्रेसिबल फ्लुइड हो। इन्कम्प्रेसिबल फ्लुइड भनेपछि त्यसमा चाहिँ कुनै भोल्युममा कुनै पनि चेन्ज नहुने भयो। भोल्युममा कुनै पनि चेन्ज नभएपछि अब हाम्रो बल्क मोडुलस भनेको त चेन्ज इन प्रेसर बाई चेन्ज इन भोल्युम हो। त्यसको के अरे फर्मुला चाहिँ अब यसमा चाहिँ यो आइडियल फ्लुइडमा चाहिँ भोल्युममा कुनै चेन्ज भएन भने चाहिँ माथि जुनसुकै कुरा भए पनि त्यो चेन्ज इन भोल्युम चेन्ज नै भएन भने चाहिँ अब जिरो भोल्युम चेन्ज इन भोल्युम जिरो छ भनेपछि अनि त्यहाँ जिरोले जुन कुरालाई पनि भाग गर्दा इन्फिनिटी हुन्छ भन्ने हामी सबैलाई थाहा नै छ। त्यसैले यसको चाहिँ एन्सर इन्फिनिटी हुन गएको हो। क्वेसन नम्बर 44 हाइड्रोलिक जम्प इज फर्मड व्हेन अप्सन यसको चाहिँ राइट एन्सर अप्सन नम्बर सी हुन्छ। अ सुपर क्रिटिकल फ्लो स्ट्रेक्ट एजेन्ट अ सब क्रिटिकल फ्लो। अनि यसको प्रश्न नम्बर 45 द बेजन्स फर्मुला इज यसको फर्मुला चाहिँ डी को हुन्छ। अनि प्रश्न नम्बर 46 द मिनिमम साइज अफ पार्टिकल्स अफ सिल्ट सोइल इज भनेको छ। यसको चाहिँ अब सबैभन्दा सानो साइजको किले हुन्छ। किलेको चाहिँ 0.0 minimum size of the particles of silty soil किलेको यसको राइट एन्सर चाहिँ अप्सन नम्बर बी हुन्छ। किनभने किलेको चाहिँ 0.002 भन्दा सानो हुन्छ भनेपछि सिल्टको चाहिँ 0.002 देखि 0.06 सम्म हुन्छ। अब अनि त्यो हुनाले चाहिँ यसको मिनिमम साइज चाहिँ 0.002 हुने भयो। अब प्रश्न नम्बर 47 हेरौँ है त। वाट इज द फ्याक्टर एफेक्टिङ द पर्मेबिलिटी भनेको चाहिँ साइज अफ सोइल पार्टिकल्स त्यसले एफेक्ट गर्छ। स्पेसिफिक सर्फेस अफ द पार्टिकल्स एफेक्ट गर्छ। सेप अफ द पार्टिकल्स एफेक्ट गर्छ। यसको राइट एन्सर हुन्छ टाइप्स अफ सोइल। अनि त्यसपछि हाम्रो अर्को छ प्रश्न नम्बर 48 द कोफिसिएन्ट अफ एक्टिभ अर्थ प्रेसर इज गिभन बाई भनेको चाहिँ एक्टिभ अर्थ प्रेसरको कोफिसिएन्ट अफ प्रेसर चाहिँ कोफिसिएन्ट चाहिँ 1 - 10 थीटा बाई 1 + 10 थीटा हुन्छ। यसको राइट एन्सर चाहिँ सी हुन्छ। अनि त्यसपछि हाम्रो 49 मा चाहिँ सेडिमेन्टेसन्स एनालाइसिस इज डन फर पार्टिकल साइज। यसको राइट एन्सर अप्सन सी लेस देन 0.075 mm। अनि त्यसपछि हाम्रो प्रश्न नम्बर 50 मा वाट इज द मिनिमम एन्चर्ड लेन्थ अफ द स्टिल इन रेन्फोर्सिङ कन्क्रिट भनेको छ। अनि 12 times the diameter of the bar, 16 times the diameter of the bar, 8 times the diameter of bar, 4 times the diameter of bar छ। यसको राइट एन्सर चाहिँ 4 times the diameter of बार हुन्छ। हस् त धन्यवाद हजुरहरूलाई भिडियो हेरिदिनु भएकोमा। कस्तो लाग्यो कमेन्टमा लेख्नु होला र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। यो धेरै ब्राइटनेस भएका कारण यो मोबाइल हुनाले यसलाई आवाजको लागि नजिकै ल्याउनु पर्ने भएका कारण आँखामा अलि प्रब्लम भएर यो भिडियोहरू अक्षरहरू पढ्न केही गल्ती भएको होला, माफ गर्नु होला। हस् त धन्यवाद। थ्याङ्क्स फर वाचिङ।